नमस्कार। आरएस टिच हबमा तपाईलाई फेरि पनि स्वागत छ। आजको भिडियो क्लासमा हामी कक्षा 12 सँगै कक्षा 11 लाई पनि सम्बन्धित छ विषय अनिवार्य नेपालीको तत्सम र तद्भव सँगै आगन्तुक शब्दबारे चर्चा गर्नेछौँ। जुन अनिवार्य नेपाली कक्षा 12 को परीक्षामा प्रश्न नम्बर 5 मा आउँछ, क मा हैन, क समूहमा तपाईको 2 अङ्कको आउँछ, जसबाट 2 वटा शब्दहरू पहिचान गर्नुस् भनेर आउँछ। सँगै यसमा के हुन्छ भन्दा 11 लाई पनि अति नै महत्त्वपूर्ण हो है त, यो चाहिँ बुझ्नु होला। अनि अब लागौँ हाम्रो विशेष छलफलतर्फ। तत्सम शब्द भनेको के हो, तद्भव शब्द भनेको के हो र सँगै आगन्तुक शब्द भनेको के हो है। यसलाई सम्झिन सजिलो छ, त्यति झन्झट छैन। हामीले यो बुझ्यौँ भने हामीले परीक्षामा सहजै हाम्रो अङ्क हात पार्न सक्छौँ है त। नम्बर 1 मा छ तत्सम शब्द भनेको कस्तो हो भने संस्कृत शब्दबाट जस्ताको त्यस्तै है, जुन संस्कृत शब्दमा प्रयोग भएको छ त्यो शब्द जस्ताको त्यस्तै नेपाली भाषामा आएको शब्दलाई के भन्छौँ, तत्सम शब्द भनेर भन्छौँ। नेपाली भाषामा प्रयोग भएको हुन्छ। जस्तै उदाहरणको लागि हेरौँ, केही अक्षरहरू छन्, अ, अण, अनि मोटो स हैन, यो चाहिँ पेटचिरे छ, ज्ञ, त्र, अनि छे, न हैन, यसरी चाहिँ हाम्रो यी अक्षरहरू रहेका छन् है, जसमा हाम्रो यो श्रीबिन्दु भन्छ, यो पनि सम्बन्धित हुन्छ। जस्तै शब्दहरू हेरौँ है त। तत्सम शब्दका शब्दहरू जस्तै पञ्च, गणना, संसार, भाषा, यो भनेको तत्सम शब्द जुन संस्कृतमा प्रयोग भएका थिए नि, ती शब्दहरू सिधै नेपाली भाषामा आएर चाहिँ प्रयोग भएका हुन्छन्। अब लागौँ नम्बर 2 मा छ तद्भव शब्द भनेको के हो। तद्भव भनेको संस्कृत भाषाको है शब्दबाट परिवर्तन भई नेपालीमा आएका शब्दहरू, संस्कृत भाषामा प्रयोग भएका शब्द त्यसलाई परिमार्जित गरेर चाहिँ नेपालीमा प्रयोग भएका शब्दहरू। जस्तै के हुन सक्छ भने हामी यहाँ हेरौँ, तपाईको उदाहरणको लागि ब, पातलो स, ए, चन्द्रबिन्दु, यी हाम्रो के अरे शब्द बनाउने चाहिँ के भए, अक्षरहरू भए। जस्तै शब्दमा हेरौँ है, जस्तै बाँदर है, सपना, सय, यो चाहिँ हाम्रो उदाहरण भयो। जस्तै अब हामी आगन्तुक शब्द भनेको के हो भनेर कुरो बुझौँ। आगन्तुक शब्द भनेको कस्तो हो भने तपाईँ सजिलो भाषामा कसरी बुझ्नुहोस् भन्दा यहाँ लेखिएको छ, अन्य देशको भाषाबाट सिधै आएर नेपाली भाषामा प्रयोगमा आएका शब्दहरू है। अन्य देशको हैन भाषाबाट त्यस्ता शब्दहरू, अन्य देशको भाषामा प्रयोग हुने शब्दहरू सिधै नेपाली भाषामा आएर प्रयोग भएका शब्दहरू। जस्तै उदाहरणका लागि के हुन सक्छ, भारतीय हैन, अङ्ग्रेजी शब्दहरू, भारतीय शब्दहरू हैन, त्यो देशमा बोलिने शब्दहरू। जस्तै शब्द के हुन सक्छ भने जस्तै कम्प्युटर, मोबाइल, जमिन हैन, यसरी चाहिँ। जस्तै कम्प्युटरलाई हामी के भन्छौँ नेपालीमा, सुसाङ्के भन्छौँ। सुसाङ्के भनेर चाहिँ कतिपय ठाउँमा प्रयोग गर्दैनौँ हैन, कतिपय ठाउँमा प्रयोग भए तापनि प्रायः के हुन्छ, कम्प्युटर नै नेपालीमा लेखिएको हुन्छ। जस्तै मोबाइल हैन, यसरी चाहिँ प्रयोग भएका हुन्छौँ। सजिलो छ। आगन्तुक भनेको आएको भन्ने बुझ्ने अन्य भाषाबाट है, अनि तत्सम भनेको चाहिँ संस्कृतबाट आएको, तद्भव भनेको संस्कृत भाषाबाट चाहिँ परिमार्जित भएर नेपाली भाषामा आएको। जस्तै प्रश्न कसरी आउँछ भन्दा हाम्रो परीक्षामा प्रश्न जस्तै हेर्नुहोस् त, तलको अनुच्छेदबाट 2 वटा तत्सम शब्द र 2 वटा आगन्तुक शब्द पहिचान गर्नुहोस् भनेको छ। हामी यहाँ सरस्वती हेरौँ, तल दिएको छ, अक्षता हेरे चाहिँ टप्परीका फाइल हेर्दै हार्ड डिस्कमा राख्दा एन्टिभाइरस गोर्खे भाइरसले लगभग 400 फाइलमा सङ्क्रमण गरेका थिए भनेको छ। हामीले यसरी छुट्याउन सक्छौँ। तत्सम शब्द
अक्षरता यो भनेको के हो तत्सम शब्द हो जुन हामी संस्कृत भाषाबाट आएको शब्द भनेर बुझ्न सक्छौं अर्को छ संक्रमण शब्द यो पनि संस्कृत भाषाबाट आएको जसलाई हामी नेपाली भाषामा तत्सम शब्द भनेर बुझ्छौं है त अर्को छ आगन्तुक शब्द भनेको छ आगन्तुक शब्द भनेको भर्खर हामीले माथि छलफल गरे जस्तै अन्य भाषाबाट नेपाली भाषामा प्रयोगमा आएको जस्तै फाइल भाइरस दिएको छ हैन फाइल यता छ अनि त्यसैगरी भाइरस यता छ हैन यो चाहिँ हाम्रो तत्सम शब्द र आगन्तुक शब्द भयो आज हामीले छलफल गर्यौं तपाईको तत्सम शब्द तद्भव र आगन्तुक शब्द भिडियो कस्तो लाग्यो र मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु होला तपाईलाई कस्तो भिडियो चाहिन्छ कमेन्टमा कमेन्ट छोड्नु होला त्यो अनुसारको त्यो विषयवस्तुमा हामी भिडियोहरु तयार गर्ने छौं र तपाईको सल्लाह सुझाव हामीलाई आवश्यक छ र यस्तै भिडियोको लागि हाम्रो आरएसटी सबलाई सब्स्क्राइब गर्नु होला भन्न चाहन्छु आजको भिडियो क्लासबाट म पनि बिदा हुन्छु हस् नमस्ते बाइ बाइ